भयो त दिउँसोको। मैले दिउँसोको खाजा तयार पार्दैछु। चटपटे बनाइराखेको छु। मैले 2टा गोलभेडा लिएँ, अनि सानो टुक्रा प्याज, अनि अलिकति धनिया सानो सानो टुक्रामा मैले काटेर तयार पार्दैछु। अनि हरियो खुर्सानी थोरै हाल्छु म, पिरो हामीहरू धेरै खाँदैनौँ, त्यही भएर थोरै हाल्छु म। हामीहरूलाई चाहिँ घरमै बनाएको चटपटे मनपर्छ साथीहरू। बाहिरको भन्दा घरमै बनाएर हामीहरू चटपटे खाने गर्छौँ प्राय जस्तो। अनि अर्को भाँडा लिएर मैले भुजा राखेँ, त्यसमा चाउचाउ पनि राखेँ, अनि चाउचाउभित्र रहेको मसलाहरू पनि त्यसमै हालेँ मैले। साथीहरू, तपाईहरू घरमै बनाउनुहुन्छ कि बाहिरको बनाएर खानुहुन्छ, बाहिरै बनाएर खानुहुन्छ? हामीहरू त घरमै बनाएर खान्छौँ। एकदमै सिम्पल तरिकाले बनाएको मनपर्छ, धेरै थोक हालेको मन पर्दैन। अनि अघि काटेर राखेको सबै थोकहरू मैले यसमा हालेँ। अनि स्वादअनुसार नुन पनि यसमा एड गर्ने, मैले बिरे नुन यसमा एड गरेको छु। अनि चाट मसला पनि यसमै हाल्छु म। चाट मसला अलिअलि अमिलो हुनाले मैले कागती हालेन। मैले चाट मसला पनि त्यसमै एड गरेँ। अब यसलाई राम्ररी मिक्स हुने गरेर यसलाई मोल्ने। अब यो मैले मोलेर पनि तयार पारिसकेको छु। अर्को भाँडामा राखिसकेको छु। यो तयार भइसकेको छ खानालाई। साथीहरू, तपाईहरू कसरी बनाउनुहुन्छ? घरमा बनाउनुहुन्छ भने कमेन्ट गर्नुहोला है त। बाई बाई।